सो है आज चाहिँ लेक्चर 2 है, डे 2 लेक्चर 2। आज चाहिँ इन्भर्स म्याट्रिक्स मेथड पढौँ है। इन्भर्स म्याट्रिक्स मेथड भनेको चाहिँ झन् सजिलो। तपाईँले यो म्याट्रिक्स पढ्नु भने अगाडिको क्रामर्स रुलमा चाहिँ हामीले के गर्ने रहेछ भन्दा यो इक्वेसन दिन्छ हैन, इक्वेसनलाई हामीले इक्वेसनको हामीले डिटर्मिनेन्ट निकाल्ने, त्यति हो। डिटर्मिनेन्ट निकालेपछि यसको एन्सर आयो हैन। अब त्यो डिटर्मिनेन्ट पनि चाहिन्छ इन्भर्स म्याट्रिक्स मेथडमा चाहिँ। इन्भर्स म्याट्रिक्स मेथडमा चाहिँ अर्को एउटा कुरा पनि आउँछ है, अब म सिकाउँछु। इन्भर्स भनेको चाहिँ के रहेछ? इन्भर्स भनेको चाहिँ खासमा उल्टो रहेछ, ठ्याक्कै उल्टो। इन्भर्स भनेको उल्टो रहेछ हैन। अब मैले एउटा रफ बनाएँ इक्जाम्पल दिनको लागि हजुरलाई। यहाँ ए दिए, बी बी बी, सी सी सी, यहाँ A1 B1 C1 किनकि रो हो नि त, रो। अनि A2 B2 C2 रो 2, A3 C3 A3 B3 C3 रो 3 भयो हैन। X Y X X X X Y Y Y Z Z Z त भइहाल्यो। अनि यहाँ भने PQR नै हुन्छ किनकि अर्को एउटा ल्याङ्ग्वेजवाला क्वेसन चाहिँ हजुरलाई देखाउँछु अहिले। यो भनेको इक्वेसन 1 राखौँ, इक्वेसन 2 राखौँ, इक्वेसन 3 राखौँ। अब हेर्नु है, ABC हैन, ABC तर यो फर्स्ट रोको ABC है, फर्स्ट रोको ABC फर्स्ट रोमै राख्दिने, फर्स्ट रोको सेकेन्ड रोको ABC सेकेन्ड रोमै राख्दिने, थर्ड रोको ABC थर्ड रोमै राख्दिने हैन। अनि यो XYZ चाहिँ XYZ राख्दिउँ है। जस्तै यो X छ नि, यो X भयो, यो Y यता राख्ने, यो Z यता राख्ने हैन। यो टोटल भनेको Z भयो नि त, अब त्यसरी यता राखेको है। यो टोटल Y को एउटा मात्रै Y राख्ने यता, टोटल Z X को यता अगाडि राख्दिने। त्यसपछि यो PQR को PQR नै हुन्छ हैन। यसलाई चाहिँ हामीले म्याट्रिक्स फर्म भनेर भन्छौँ। कन्भर्ट राइटिङ द गिभन इक्वेसन इन म्याट्रिक्स फर्म भनेर हामीले लेख्नुपर्छ अहिले ल्याङ्ग्वेजमा है। ल है, अब यति पार्टलाई हामीले ए मान्ने हो क्या। जेमा पनि इक्जाममा आओस्, जस्तो सुकै इन्भर्स म्याट्रिक्सको क्वेसन आओस्, इक्जाममा हामीले यसलाई ए मान्ने है, यसलाई चाहिँ एक्स मान्ने, यो चाहिँ बी नै हुन्छ, जहिले नै बी नै हुन्छ। सो हैन, AX = B, यो एक्सलाई यता राख्दिने, यसलाई उता सार्दाखेरि 1/A.B हैन, मल्टिप्लाई बी। अब यसलाई के पनि लेख्न मिल्छ भन्दा यो 1/A लाई A को इन्भर्स राख्न मिल्छ क्या। X = इन्भर्स B, A इन्भर्स B हैन। अब यसलाई फेरि के कन्भर्ट हाल्न मिल्छ, X = 1/A को डिटर्मिनेन्ट डट ADJ अफ A, B त B नै छ, यतिलाई यतिमा कन्भर्ट गर्न मिल्छ किनकि 1/X भनेको X को डिटर्मिनेन्ट, 1/A भनेको A को इन्भर्स हो। यही हो इन्भर्स भनेको, इन्भर्स भनेर ठ्याक्कै उल्टो क्या। 1/A भनेको A को इन्भर्स हैन। सो अब फर्स्ट स्टेपमा हामीले जुन क्वेसन दिए पनि फर्स्ट स्टेपमा हामीले निकाल्यो भनेको यो पार्ट हो, यो होइन, यो निकाल्नलाई यो चाहिन्छ, त्यही भएर यो निकाल्ने हैन। सो यो भनेको के हो, डिटर्मिनेन्ट अफ A, यो भनेको ADJ अफ A हैन, ADJ अफ A। सो हैन, भ्यालु पुटिङ एन्सर लुटिङ के गर्ने रहेछ भन्दा XYZ भनेको एन्सर हैन, XYZ यस्तो हो क्या। यो इक्वेसन बनायो हैन हामीले, हो यसलाई हामीले इक्जाममा हैन के पनि गर्न मिल्छ भन्दा यस्तो गर्दिने कि टिचरलाई जति सजिलो बनायो नि हामीले एन्सर चेक गर्नलाई, हामीले त्यति नै मार्क्स पाउँछ क्या। हो यसरी फर्मुलालाई बक्साभित्र राख्दिनु हैन। यो X भनेको के हो, XYZ, सो यहाँबाट आयो XYZ, यो X भनेको XYZ, यो यता आयो हैन, इक्वल्स टु यति, यो सबै भाँड भैलो गरेपछि एन्सर निस्किन्छ क्या। X को एन्सर यो हुन्छ, Y को एन्सर यो हुन्छ, Z को एन्सर यो हुन्छ। सो भ्यालु पुटिङ एन्सर लुटिङ हैन। सो है, आजको चाहिँ अलि लामो हुन्छ। अब एउटा इक्जाम्पल दिएँ मैले, युजिङ इन्भर्स म्याट्रिक्स मेथड सल्भ द फलोइङ, XYZ पनि देखाएँ, XYZ पनि देखाएँ, XYZ पनि देखाएँ भनेपछि यसमा केही मिलाउनु पर्दैन क्या, केही मिलाउनु पर्दैन। यता इक्वेसन मिलेको छ भनेपछि यो फर्स्ट इक्वेसन मान्ने, सेकेन्ड इक्वेसन मान्ने, थर्ड इक्वेसन मान्ने हैन। सोलुसन मैले यता जति ल्याङ्ग्वेज लेखेको छु त्यति मात्रै लेखे पुग्छ कि इक्जाममा। राइटिङ द गिभन इक्वेसन इन म्याट्रिक्स फर्म है।
अब यो म्याट्रिक्स फर्ममा कसरी लाने x को अगाडि 1 हुन्छ x को अगाडि 1 हुन्छ x को अगाडि 1 हुन्छ तर यो x1 हो यो x2 हो यो x3 हो किनकि यहाँ भित्र इन्भिजिबल उस हुन्छ रो हुन्छ हैन यो भनेको रो 1 त्यो भनेको रो 2 यो भनेको रो 3 हैन सो यहाँ x को अगाडि के छ 1 छ यो x को अगाडि के छ 1 छ x को अगाडि के छ 1 छ यो y को अगाडि के छ 1 छ हैन यो z को अगाडि 1 छ यो y को अगाडि +2 छ है 2 छ यो z को अगाडि 3 छ सो यो z को अगाडि 7 छ यो 3 को यो y को अगाडि 3 छ यति त लेख्यो हैन यो भनेको a भयो अब यो x y z त राख्नु पर्यो किनकि यहाँ यिनीहरुको x y z पनि लिनु पर्यो हैन x y z यहाँ x x x भनेर यहाँ कन्फ्युज हुने हैन नि फेरि x y z लाई हामीले उल्टो बनाएको के उल्टो x y z हो यसरी उल्टो बनाएको ठ्याक्कै उल्टो बनाएको किनकि यहाँ हेर्दा त हामीले x y z त यस्तो छ यसरी कसरी बनायो भन्दा यो त एउटा फर्ममा लग्यो के यो फर्मले जुन यो फर्ममा लगेपछि जे को आन्सर पनि मिल्छ x y z सो हैन x y z भनेको चाहिँ x हो के यो भनेको ठुलो x फेरि यो x भन्ने हैन नि यो x अर्कै x हो इक्वल्स टु 1 4 13 p q r यो भनेको p भयो यो भनेको q भयो यो r भयो त्यो त्यही भएर अघि मैले एउटा एक्जाम्पल दिएको थिएँ नि अघि बुझाउँदाखेरि चाहिँ अघि चाहिँ रफ वर्क गरेको हैन हो p q r यो देखाइराख्नु पर्दैन p q r भनेर बुझ्ने p q r किनकि 1 4 13 यो भनेको b भयो अब x लाई एक्लै राख्दिने a र b को ba गर्दिने सो a भनेको a को इन्भर्स b हैन x a को इन्भर्स b भनेको 1/a को डिटर्मिनेन्ट डट adj अफ a डट b है सो यसलाई हामीले बक्समा राख्दिन मिल्छ बक्समा राख्दियो हैन बक्समा राख्दियो भने टिचरलाई कपी चेक गर्न सजिलो हुन्छ नाउ हामीले के निकाल्ने फर्स्टमा यो निकाल्ने त्यसपछि सेकेन्डमा यो निकाल्ने b त b नै छ b को त b नै छ x छ भनेपछि हामीलाई यो र यो मात्रै चाहियो के खासमा हामीलाई इन्भर्स म्याट्रिक्स मेथडमा यो दुईटा निकाले पुग्यो यो दुईटा निकाले पुग्यो केही चाहिदैन अरु ल है अब डिटर्मिनेन्ट निकाल्न यस्तो सजिलो क्रामर्स रुलमा हामीले डिटर्मिनेन्ट मात्रै पढ्यो डिटर्मिनेन्ट निकाल्न मात्रै पढ्यो केही छैन सब भन्दा इजी है ल है a को डिटर्मिनेन्ट बनाउने त्यसपछि फेरि यो वाला ब्र्याकेट राख्ने हैन नि लट्ठी राख्ने लट्ठी धरको तान्ने हैन यो सेम टु सेम सार्दिने ल सेम टु सेम सार्यो अब फर्स्ट को के छ फर्स्ट रो फर्स्ट कोलम हैन फर्स्ट रो फर्स्ट कोलम भन्छ यो 1 मा टार्गेट पुग्यो यो 1 लाई यता राख्यो अब यहाँ नभएको के छ हो यो यति 2 3 3 7 अब फर्मुलाको माइनस है यहाँ माइनसै हुन्छ प्लस माइनस प्लस यति त पढ्यो हामीले उसमा क्रामर्स रुलमा हैन सो माइनस यो माइनस कहाँबाट आयो यसको माइनस आयो है फेरि अब के पनि छैन नि फेरि अब यो फर्स्ट रो सेकेन्ड कोलम फर्स्ट रो सेकेन्ड कोलम 1 राख्यो हैन यता फर्स्ट रो र सेकेन्ड कोलम काटेपछि के बाँकी भयो 1 1 3 7 बाँकी भयो 1 1 3 7 राख्थ्यो हैन अब प्लस यहाँ प्लस छ अब यहाँ फर्मुलाको प्लस भयो 1 फर्स्ट रो थर्ड कोलम 1 2 1 3 सो हैन अब हामीले बुझिसक्यो हामीले यो कसरी गर्ने भने यो 2/2 म्याट्रिक्स फर्मलाई अब हामीले कसरी फर्म निकाल्ने हैन अब अस्ति भर्खर सिकाएको मैले अब यो 1 को 1 छ यो बटम अप लाने हो के बटम अप पहिला लेफ्ट टु राइट अनि राइट टु लेफ्ट किनकि यहाँ माइनस हुन्छ त्यही भएर लेफ्ट टु राइट राइट टु लेफ्ट है ल है लेफ्ट टु राइट राइट टु लेफ्ट लेफ्ट टु राइट राइट टु लेफ्ट हैन सो बटम अप है पहिला राइट साइडको गर्ने 7 × 2 पहिला किन राइट साइड गर्ने जहिले राइट भनेको राइट हुन्छ सो 7 × 2 फेरि 2 × 7 राख्ने हैन यो एकदम सजिलो तरिका सिकाइरहेको छु है लास्टको नै राख्ने नम्बर लास्टको नम्बर तलबाट माथि 7 × 2 गर्दिने माइनस फर्मुलाको माइनस है 3 × 3 फेरि यो 3 हैन नि यो 3 हो गर्न त एउटा मिल्छ तर सजिलो हुन्छ कि एक्जाम मैले सिकेको तरिकाले 3 × 3 गरिदियो हैन ब्र्याकेट क्लोज अब यो माइनसको 1 भयो त्यसपछि बटम अप भन्दा छु है 7 × 1 माइनस 1 × 3 किनकि 1 ले 3 बाट गयो नि त 3 1 बाट गयो त हैन नि 1 3 बाट गयो 1 लाई 3 सँग बे गर्नु छ ल है प्लस 1 हैन त्यसपछि बटम अप 3 × 1 गर्यो अब माइनस 1 × 2 गर्यो माइनस किनकि यो फर्मुलाको माइनस है 1 2 बाट गयो है 2 1 बाट गएन नि 1 2 बाट गएको
अब किन यस्तो गरेँ भन्दाखेरि सजिलो गर्नलाई यो 1 को 1 सार्दियो 7 2 जा 14 माइनस माइनसको माइनस छ 3 3 जा 9 हैन अब यो माइनस यहाँ माइनस 1 1 7 1 जा 7 माइनस 3 1 जा 3 अब प्लस 1 3 1 जा 3 माइनस 2 अब हामीले झ्यापझुप यो सिधै यतिबाट सिधै यति निकाल्न नै मिल्थ्यो तर किन नगरे भन्दाखेरि हामीलाई त मार्क्स चाहियो नि त अब हामीले सिधै जम्प हान्यो भने स्टेप जम्प हान्यो भने सरले मार्क्स काट्ने ठाउँ बनाउनु भएन कि हामीलाई हाम्रो त 40 मार्क्सको टार्गेट हो अब 40 मार्क्सबाट अब झ्याम अब एक मार्क्स घटाउँदै गयो भने त हाम्रो 25 आइदिएला ल 25 भनेको त अनि फेल हो कि त 26.5 आउनु पऱ्यो कि त 27 आउनु पऱ्यो ठ्याक्कै पास हुनलाई सो है त्यही भएर नो मिस्टेक नो रिस्क वी ओन्ली वान्ट टु प्ले safe for me this subject so I for this subject 9 minus 14 5 5 on 5 minus किन माइनस भन्दा 7 minus 3 4 प्लस 4 हुन्छ किनकि यो ठुलो नम्बरको साइन राख्ने हो प्लस 4 इन्टु 1 माइनस 1 माइनस 4 माइनस 1 इन्टु 1 प्लस 1 इन्टु 1 प्लस 1 सो 2 आउँछ एन्सर फेरि 270 हैन नि 2 एन्सर आउँछ 2 इज नट इक्वल्स टु 0 गर्ने 2 इज नट इक्वल्स टु 0 गरिदिने यो भनेको दिस इज द भ्यालु द्याट एक्जिस्ट यो लेख्नु पर्दैन है तर यो चाहिँ लेख्नुपर्छ ए इन्भर्स एक्जिस्ट्स भनेर लेख्नु पर्यो है ए इन्भर्स एक्जिस्ट भनेर लेख्नु पर्यो सो अब चाहिँ के गर्ने भन्दा हामीले डिटर्मिनेन्ट निकाल्यो हैन अब हामीलाई x को भ्यालु निकाल्नलाई यस्तो भाड भइलो गरेको अब एडिजे अफ ए निकाल्नलाई के गर्नु पर्यो तपाईहरुलाई म मेन कुरा बुझाउँछु ल मानम एउटा हामीलाई म्याट्रिक्स देखाम म्याट्रिक्सको फर्स्ट रो फर्स्ट कलम भनेको यो अगाडिको 1 भनेको रो भयो पछाडीको 1 भनेको कोलम हो भनेको मतलब अगाडिको जहिले रो नै हुन्छ पछाडीको कोलम हुन्छ किनकि हामीले फर्स्ट भन्दाखेरि पनि के सेकेन्ड रो थर्ड कोलम भन्छ नि सेकेन्ड रो पहिला नाममा रो आयो नि त फर्स्टमा रो आयो त्यसपछि कोलम आयो हैन यो ए राख्दा नि हुन्छ सी राख्दा नि हुन्छ खासमा यो कोफ्याक्टर हो कसैले सी भनेर नि पढाउँछ ए भन्दा नि सब भन्दा सजिलो ल ए ए ए ए ए दियो हैन किनकि यो त तीनटा इक्वेसन वाला क्वेशन हो त्यही भएर यसमा 3/3 म्याट्रिक्स आयो के 3/3 म्याट्रिक्स अनि फर्स्टमा चाहिँ रो नै गर्ने हो फर्स्ट रो ल म अर्को फेरि बुझाउँछु ल यो ए दियो अर्को ए दियो अर्को ए दियो 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 ल है यो भनेको के हो R1 छ नि यो 1 भनेपछि यहाँ सबमा 1 थप्दिनु ल 1 1 1 हैन अब यो भने के हो C1 कोलम हो नि त यो भनेपछि यो C यता पछाडी जान्छ किनकि रो फर्स्ट रो थर्ड कोलम फर्स्ट रो सेकेन्ड कोलम पहिला रो को नाम आउँछ त्यही भएर अगाडि रो हुन्छ हैन अब यो 1 त यतिको 1 हो त्यही भएर पछाडी 1 1 राख्दिने अब यहाँ सेकेन्ड रो भनेपछि 2 2 2 राख्दिने हैन अब यहाँ थर्ड रो यसरी आयो भनेर बुझाएको है तपाईहरुलाई यहाँ 3 3 3 आयो ल अब यहाँ त सी यो 1 लास्टको 1 भनेको C1 बाट आयो अब यो लास्टको पछाडी 2 2 भनेको C2 सेकेन्ड कोलम हो 2 2 3 2 यो भनेको कोलम 3 बाट आयो है 1 3 2 3 3 3 ल यसरी आयो के A11 A12 A13 A21 A22 A23 A31 A32 A33 यसरी आयो बुझ्नलाई चाहिँ सो हामीले बुझ्नलाई चाहिँ यसरी गर्ने हो नत्र झ्यापझुप लाएर A1 1 1 2 1 3 2 1 2 2 2 3 3 1 3 2 3 भनेर झ्यापझुप याद गर्दा नि हुन्छ हो मैले यो बुझाउन खोजेको यो 1 भनेको 1 1 1 1 यो 1 भनेको C1 यो भनेको C2 यो C3 यो R1 R2 R3 बुझ्यो नि यो त सो है थर्ड रो थर्ड कोलम भने यो अगाडिको भने रो यो पछाडीको भने कोलम त्यही भएर फर्स्टमा जहिले रो को नम्बर हाल्ने के थर्ड रो भन्दाखेरि
थर्ड रो यो थर्ड यो रो होइन है, रो भनेको थर्ड रो भनेको यही हो, यो होइन, यो हो, यो थर्ड रो किन थाहा, अगाडि 3 3 3 तिनटै नम्बरमा थर्ड रो छ नि, थर्ड रोको यहाँ थर्ड 3 आयो क्या, थर्ड रो सेकेन्ड कलम। ल थर्ड रो कुन कलम, सेकेन्ड कलम, यो त रो थर्ड भइहाल्यो, सेकेन्ड कलम भने यो होइन नि, यो हो नि सेकेन्ड कलम, थर्ड रो सेकेन्ड कलम यसरी बुझ्ने क्या हो। थर्ड र सेकेन्ड कलम भन्ने बित्तिकै यसलाई हामीले यसरी गरेर यो यसरी काट्दाखेरि कुन कुन राखी भयो, फर्स्ट रो फर्स्ट कलम, फर्स्ट रो फर्स्ट रो थर्ड कलम, सेकेन्ड रो फर्स्ट कलम, सेकेन्ड रो थर्ड कलम। अब यति 4 नम्बर राख्ने। अब यहाँ बुझ्यो नि। ओ कोफ्याक्टर भनेर लेख्ने, कोफ्याक्टर भनेर लेख्ने, हामीलाई यो 9वटाकै चाहिन्छ क्या, 9वटाकै निकाल्नुपर्छ। अब A11 राख्ने, A12 राख्ने, A13 राख्ने, A21 A22 A23 A31 A33 A32 A33 सबै राख्यो नि, झ्याप 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 राख्ने, थोरै ठाउँ छोडेर। अब यहाँ अगाडि -1 -1 -1 -1 -1 सबैमा -1, ल नो प्रब्लम, -1 -1 -1 राखिदिने, के गरे होइन अहिलेसम्म, यसको यही सार्दिया -1 -1 -1। अब के छ 1 1 1 + 1 हो, यसरी राखेको 1 + 1 अनि यसरी ब्र्याकेट दिने होइन, 1 + 1 यो के छ 1 + 2, यहाँ 1 + 3, यहाँ 2 + 1, यहाँ 2 + 2, यहाँ 2 + 3, यहाँ 3 + 1, यहाँ 3 + 2, यहाँ 3 + 3 हो, यसरी आयो क्या। यो कहाँबाट आयो भनेर सोच्ला, यो -1 चाहिँ किन राख्यो भन्दा यो गरेपछि एन्सर सब मिल्छ क्या, के दिमागै लाउनु पर्दैन, नो दिमाग, ओन्ली प्रोसेस है। अब यो त धर्को त दियो, अब के हो भन्दाखेरि फर्स्ट रो फर्स्ट कलम रहेछ यो, A11 भने फर्स्ट, यो भनेको रो, यो भनेको कलम, फर्स्ट रो फर्स्ट कलम भनेपछि फर्स्ट रो फर्स्ट कलम भनेर दिमागमा काटिदिने क्या, फर्स्ट रो फर्स्ट कलम भनेर दिमागमा काटेपछि हामीलाई के बाँकी भयो, यति बाँकी भयो नि हो, यहाँ के नम्बर छ हामीले त्यो राखिदिने। अब यहाँ के नम्बर छ, यहाँ फर्स्ट रो फर्स्ट कलम काट्दियो नि, 2 3 3 7 हो, यसरी आयो क्या 2 3 3 7। अब ल इक्जाम्पल दिउँ है त, थर्ड रो सेकेन्ड कलम, ल थर्ड रो सेकेन्ड कलम यसरी काट्यो नि, यो लाइन काट्यो नि, दिमागमा लाइन काट्ने कि 1 1 1 3, थर्ड रो सेकेन्ड कलम यसरी आयो कि 1 1 1 3, बुझ्यो नि, सबै गर्ने यसरी। अब के गर्ने, अब त सिम्पल छ, डिटर्मिनेन्ट निकाले जस्तै गर्ने हो, यो क्यालकुलेटरमा हालेपछि होइन तपाईँको एन्सर आउँछ क्या, यहाँ 1 आउँछ, यो पोजिटिभ 1 आउँछ है। अब यो चाहिँ दिमाग लाउने कुरा होइन, यो क्यालकुलेटरमा झ्याप्चु भन्ने यो आउँछ, यति गर्न मिल्छ हामीले होइन। मेन गर्नुपर्ने कुरा के भन्दाखेरि बटम अप के, बटम अप 7 × 2 - 3 × 3 5 हुन्छ, 5 1 जा 5 आयो नि, सबैको त्यसरी गर्ने है। यो -1 कसरी आयो, यो क्यालकुलेटरमा झ्याप्चु भन्दाखेरि यो -1 आउँछ हो। मैले किन गर्नु ला भन्दाखेरि तपाईँले यो -1 नहालिकन 2 + 1 3, 1 को पावर 3 भनेको त 1 हुन्छ, तर -1 हो कि रियलमा, यो रियालिटीमा हो, त्यही भएर यहाँ -1 राखेको। फेरि यहाँ -1 किन यो +1 आयो भन्दाखेरि यो -1ले सबैले काम गर्छ क्या, हामीलाई चाहिएको एन्सर सबमा काम गर्छ, त्यही भएर -1 राखेको। अब यो A11 को भ्यालु निकाल्यो, A12 को भ्यालु निकाल्यो, A13 को भ्यालु निकाल्यो, A21 को भ्यालु निकाल्यो, A22 को भ्यालु निकाल्यो, सबको भ्यालु निकाल्यो होइन। अनि अघि हामीले के भनेको थियो, A11 A12 A13 A21 A22 A23 A31 A32 A33 हो, यसलाई हामीले के गर्ने, A11 को भ्यालु के छ त्यही राख्दिने, A12 को भ्यालु के छ त्यही राख्दिने, A13 को भ्यालु के छ त्यही राख्दिने, सबै राखेपछि यसको माथि टी लेख्ने, ट्रान्सपोज गर्ने, ट्रान्सपोज भने ठ्याक्कै उल्टो, रोलाई कोलममा कोलमलाई रोमा, कि त हामीले यसलाई यस्तो गर्न नि मिल्छ, कि त यस्तोलाई यस्तो बनाउन नि मिल्छ क्या हो, रोलाई कलममा बनाउने, दुईटामा जे गर्दा नि हुन्छ। ल हेरौँ है त, बुझौँ है, ल है 5 को 5 भयो, किनकि हामीले ल यस्तोलाई हामीले ल यो सुतेको लाउनु खऱ्यो होइन, उनीहरूलाई उठाइदिने रे क्या, अब यो होइन, यो 5 त 5 हुन्छ नि, यो 4 चाहिँ यहाँ 4 यता गयो के, यो 1 चाहिँ यता गयो होइन,
ओ फर्स्ट रोलाई फर्स्ट कोलममा कन्भर्ट हानिदिने ल। अब सेकेन्ड रोलाई सेकेन्ड कोलममा ल 4 6 -2 बुझाएको छ नि यो त हो यस्तो बनाएको हो क्या। अब यसलाई यस्तो बनाइदिने 1 -2 1 नत्र तपाईँले सुतेकोलाई उठाउन उठेकोलाई सुताउन नि मिल्छ क्या। हेर्नु है त 5 -4 1 यो भनेर त्यो फर्स्ट कोलम हो नि 5 -4 1 यसलाई हामीले सुताइदियो। बुझ्ने हो कि एउटा तरिका हो क्या बुझ्ने याद गर्ने तरिका हो। यति गऱ्यो होइन। यो भनेको चाहिँ एडिजेएफ है। यसलाई उल्टो बनाउने बित्तिकै हामीले एडिजेएफ निक्लिन्छ। एडिजेएफ किन निकाल्यो भन्दा इक्वेजनमा हामीले कन्भर्ट हाल्नलाई इक्वेजनमा हामीले भ्यालु पुटिङ एन्ड सब्स्टिट्युटिङ हो क्या। यो एक्स छ एक्स वाइ जेड होइन। यो एक्स भनेको के हो यो एक्स भनेको एक्स वाइ जेड हो हाल्यो होइन। यो 1 के छ यसको भ्यालु पो निकाल्यो त हामीले होइन। हामीले अघि यसको पो भ्यालु निकाल्यो त 1 को निकाल्यो होइन नि त यसको मात्रै निकाल्यो हो नि त। त्यही भएर 1 त बाई नै छ 1 बाई नै छ। हामीले एन्सर के निकाल्यो यसको 2 के छ नेगेटिभमा छ कि पोजिटिभमा छ त्यसले नि भ्यालु पर्छ है। जे छ त्यही राख्ने यो पोजिटिभमा रहेछ त्यही भएर यहाँ 2 राखिदियो है। अब एडिजेएफ सेम टु सेम सारिदिने ल। यो एडिजेएफ कपी पेस्ट हान्दे मैले ल। अनि डट बीको पनि कपी पेस्ट हान्दियो। अब के गर्ने भन्दा केही नगर्ने एक्स भनेको एक्स वाइ जेडै भयो एक्स वाइ जेडको भ्यालु निकाल्ने हो केही गर्ने होइन। 1/2 नै छ होइन। अब गर्ने भने के हो भने यो दुईटाको मिलन गरिदिने 5 ले यो यस्तो हो क्या। यो 3टा रो छ नि 3टा रोले यो एउटा रोसँग गर्ने हो क्या। अब हेरौँ है त पहिला फर्स्ट रोको पाली फर्स्ट रोले यो एउटा कोलमसँग देखियो ह्याप्पी एन्डिङ भन्छ नि ह्याप्पी टाइम ल ह्याप्पी टाइम मनायो ल। 5 × 1 फेरि यो 5 छ नि यो फर्स्ट रो फर्स्ट कोलम है यो छ नि योसँग हुँदैन है। यो अगाडिसँगै हुन्छ। यसको यो स्ट्यान्डर्ड मिल्दैन यहाँसम्म यो स्ट्यान्डर्ड पुग्दैन। यो दुईटाको स्ट्यान्डर्ड मिल्छ त्यही भएर यस्तो गरेको यो छ नि। अनि यो प्लस चाहिँ प्लस यो चाहिँ फर्मुलाको प्लस है। यो सबैमा प्लस प्लस राखिदिने प्लस 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 प्लस। तर यो त -4 को भ्यालु छ त्यही भएर -4 लाई ब्र्याकेटमा राखिदिने। यो सेकेन्ड छ त्यही भएर सेकेन्डसँग नै बिहा गरिदिने। यसको यो थर्डमा छ त्यही भएर थर्डसँग नै बिहा गरिदिने। अब यसको बिहा पक्का सकियो होइन ल। अर्जुनको सक्यो अर्जुन ल। या पाण्डवमा त 5 जना हुन्थ्यो अब ल अर्जुनको सक्यो। अब भीमको पाली अब भीम होइन। अब भीमको पाली आयो। अब यो पनि फर्स्टमै छ किनकि अब यसलाई हेर्दाखेरि अरूलाई इग्नोर हान्ने के अरूलाई यसलाई नि इग्नोर हान्ने यसलाई नि इग्नोर हान्ने हेर्दा त यो त अगाडि छ नि त यो फर्स्ट हो नि त फर्स्टको फर्स्टसँग नै बिहे गरिदिने कि -4 × 1 बिहा गरिदिने हो। प्लस त प्लसै हो सबैमा प्लस हो फर्मुलाको प्लस है। अब यो सेकेन्डसँग सेकेन्डकै बिहा गरिदिने के स्ट्यान्डर्ड मिल्दैन नि त अरूसँग 6 × 4 ल। यहाँ 6 × 18 भयो भने 6 × 18 नै राख्ने 13सँग राख्ने होइन। तपाईँलाई मन पऱ्यो भने जे पनि गर्न मिल्दैन किनकि स्ट्यान्डर्ड मिलाउनु पर्छ। अब है प्लस -2 छ -2 अब प्लस माइनस त माइनसै हुन्छ। तर मैले किन यस्तो गरेँ भन्दाखेरि यो तपाईँलाई बुझाउनलाई यो प्लसको प्लस साइन नै हुन्छ। यो माइनस चाहिँ यो यसको भ्यालुको माइनस यो फर्मुलाको माइनस यो भ्यालुको माइनस -2 × यो -2 त थर्डमा छ नि त फर्स्ट सेकेन्ड थर्डको थर्डसँग गरिदिने बिहा। अब अर्जुन पनि भयो भीम पनि भयो। अब के हो अब के चाहियो अब हामीलाई अब यो लास्टमा के हो दुर्योधन ल दुर्योधन त मिल्दैन के हो नकुल ल नकुलको बिहे गरिदिने। अब एउटैसँग क्या द्रौपदी हो क्या यो चाहिँ ल है त। फर्स्टको फर्स्टैसँग बिहे गरिदिने फर्स्टको फर्स्ट 1 × 1 अनि -2 यो प्लस चाहिँ कहाँबाट आयो फर्मुलाको प्लस यो -2 चाहिँ भ्यालुको -2 है -2 को भ्यालु -2 × 4 किन भन्दा यो सेकेन्डमा छ सेकेन्डसँग बिहे गरिदिने। यसको फर्स्ट थर्डमा छ थर्डैसँग बिहे गरिदिने। हामीले यति गरेपछि सक्यो 5 भन्छ 5 प्लस -4 × 4 16 -16 प्लस 1 × 13 हो। यस्तो गर्दै गर्दै जाने होइन ल है। यसको भ्यालु निस्केपछि चाहिँ होइन यसको
यति भ्यालु भने यो निस्क्यो क्या यी 2 यति भनेको 2 हैन यति भनेको -6 अब यो त अगाडि 1/2 छ यो 1/2 भनेको तीनटैसँग शेयर गर्ने कुरा हो xyz त xyz नै छ यो 2 छ हैन 2 / 2 किनकि खासमा त यो मल्टिप्लाईको साइनमा छ हेरौँ है त 2 यो छ हैन मल्टिप्लाई 1/2 भनेको यहाँ खासमा इन्डिभिजुअल 1 हुन्छ हैन यो 2 नै हुन्छ अनि 2 1 जा 2 नै हुन्छ ल हो यसरी आयो के 2 1 जा 2 तर त्यस्तो गरिराख्नु पर्दैन अगाडि 1 छ भने यसको यो 2 मा 1 को साटो हाल्दिने तल 1 छ त्यही भएर यसको साटो 1 हाल्दिने यसलाई हामीले 1 यस्तो गर्न पनि मिल्छ यो चाहिँ यसरी काट्दिने यो 1 आयो हो यतिको भ्यालु 1 आयो हामीले क्याल्कुलेटरमा गर्ने हो के यस्तो चीज चाहिँ हो हैन यो जम्पिङ हैन के यो स्टेज जम्पै हैन अब -6 / 2 -3 -6 / 2 3 हो अब हामीले यो भाड भइले किन गरे भन्दा मैले सिधै यता गर्दिए खासमा अब यो तल गर्नुपर्ने ठाउँ थिएन के xyz = 1 - 3 3 भयो xyz = 1 - 3 3 सो एन्सर निस्क्यो यति हो ल इन्भर्स म्याट्रिक्स मेथड भने यति हो